तपाईँ सबैहरूलाई थाहा नै होला कि वाट इज गोइङ अन इन नेपाल फ्रम लास्ट फ्यु डेज। राष्ट्र जोगाउने हो भने अब समय आयो हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। तर हिजो चैत्र 15 गते काठमाडौँको तीनकुनीमा भएको राजावादी आन्दोलनले त पुरै देशलाई नै चकित पारेको छ। यो हुनु भनेको स्वाभाविक नै थियो, किनभने यस्तो समयमा जब सबैलाई थाहा छ कि जनता भड्केका छन् भने आन्दोलनको मात्र 3 दिन अगाडि चैत्र 11 गतेका दिन कुलमान घिसिङलाई एनइएको हेडबाट हटाउन के आवश्यकता थियो र हाम्रो सरकारलाई? आफ्नो कार्यकालको पहिलो 1.5 वर्षमै पुरै देशलाई लोडसेडिङबाट मुक्त गर्ने मान्छे उहाँ नै हुन्। र यति भए पनि घिसिङलाई किन पदबाट हटाएको सोद्धा केही जवाफ दिएनन्। एउटा हटायो अर्को नियुक्त गर्न सिद्धि छ। हो, यो कुराले पनि हिजोको आन्दोलनमा सहभागी हुन जनताहरूमा आगो बलिरहेका थिए। दुर्गा प्रसादद्वारा लिड गरिएको यो आन्दोलनमा आगलागी, लुटपाटदेखि लिएर 2 जना निर्दोषको मृत्यु पनि भयो। शान्तिपूर्ण तरिकाले गर्नुपर्ने यो आन्दोलनमा दुर्गा प्रसाद आफैले प्रहरीको निषेधित घेरालाई तोडेर अगाडि बढे। निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सक्नुहुन्छ। बिस्तारै आन्दोलनकारीहरू पनि हिंसा मचाउन थाले। कोटेश्वरको भाटभटेनीमा लुटपाट गरे र जताततै आगो लगाउन थाले। दुईटा गाडीमा आगो लागिसकेको छ। यो घटनामा जम्मा 110 जना घाइते, 2 जनाको मृत्यु र 14वटा ठाउँमा आग लागि भएको बाहिरिएको छ। यसको जवाब कसले दिन्छन् त? अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र र दुर्गा प्रसाईले यसको बारेमा केही भनेका छैनन्। अब छैन दाइ, छैन, विकल्प छैन, केही छैन। जति सुरक्षा गरे पनि जे गरे पनि न सरकारले हेर्छ न जनताले नै बुझ्छन्। सुरक्षा गर्न आयो ढुङ्गाले हान्छ। यहाँ लाग्यो अझै कति खाइने हो अब फेरि थाहा छैन। यो भेडा बाख्रा जस्तो हिंसा गर्यो भने देशको हालत अझै बदतर हुन जान्छ। यस्तो आन्दोलनले कसैलाई केही फाइदा पुग्नेवाला छैन। कुनै नेता र कुनै राजा कसैलाई केही फरक पर्दैन। लास्टमा भोग्ने भनेको हामी आम जनता नै हो। म कसैको पक्ष वा विपक्षमा छुइन। म मात्र यति भन्न चाहन्छु कि हाम्रो देशलाई न त अहिले भएको कुनै नेताको जरुरत छ न त राजाको नै। हामीलाई चाहिएको भनेको राम्रो लिडर्सहरू हो। यसमा तपाईको के विचार छ तल कमेन्ट्समा भनिदिनु होला। हस्, बाइ।